आज हामीहरू इंग्लिशको धेरै इम्पोर्टेन्ट मिनिङ जुन धेरै प्रयोग हुन्छ कि यसको बिना तपाईं इंग्लिश बोल्न सक्नुहुन्न। लेट्स गो। मिनिङ हो वान्ट टु अथवा वान्ट्स टु। यसको प्रयोग वान्ट टु अथवा वान्ट्स टु अथवा वान्ट टु हैन, यसको प्रयोग वान्ट टु अथवा वान्ट टु को प्रयोग आज हामीहरू सिक्ने छौं। लेट्स गो। वान्ट टु को मतलब के हुन्छ? चाहन्छु, चाहन्छौ अथवा चाहन्छु। तपाई यति सम्झनुस्, कुनै बेला तपाई इच्छा जताउनु छ नि, कुनै बेला तपाईलाई इच्छा जताउनु छ मलाई यो चाहियो, म यो गर्न चाहन्छु, म त्यो गर्न चाहन्छु, राम भात खान चाहन्छ, यसको बेला वान्ट टु को प्रयोग अथवा वान्ट्स टु को प्रयोग गरिन्छन् के। जस्तै तपाई हेर्नुस्, म मोमो खान चाहन्छु, आई वान्ट इट मोमो, आई वान्ट इट मोमो। हेर्नुस्। अथवा ऊ अंग्रेजी सिक्न चाहन्छ, ऊ अंग्रेजी सिक्न चाहन्छ। सी केटीको लागि के हुन्छ? सी लाग्छ सिंगुलर। सी वान्ट्स टु लर्न इंग्लिश। अब तपाईहरु एउटा चीज गेस गर्नुभयो को होला, अत छ वान्ट टु, यस लागेको छैन, यता यस लागेको छ, वान्ट्स टु। अब कता वान्ट टु प्रयोग गर्ने, कता वान्ट्स टु प्रयोग गर्ने। हेर्नुस्, यो छ आई, वी, यू, दे, यता के प्रयोग गर्ने? वान्ट टु। यो पुलरल भइहाले के, पुलरल। यता के पुलरल भइहाले। अनि सिंगुलर को लागि के वान्ट्स टु प्रयोग गर्ने। ही, सी, इट, एउटा राजु छ भने, एउटा व्यक्ति छ भने यता के प्रयोग गर्ने? वान्ट्स टु प्रयोग गर्ने। अब इंग्लिश कन्भर्सेसनमा कसरी प्रयोग गरिन्छन् वान्ट टु अथवा वान्ट टु को प्रयोग हेरौ र प्र्याक्टिस गरौ। यो प्र्याक्टिस तपाईको इंग्लिशलाई धेरै इम्प्रुभ गर्छ कि धेरै इम्प्रुभ गर्छ। ल हेर्नुस्, आई वान्ट टु प्ले, म खेल्न चाहन्छु हैन। वी वान्ट टु प्ले, हामीहरू खेल्न चाहन्छौ। यू वान्ट टु प्ले, यू वान्ट टु प्ले, तिमी के खेल्न चाहन्छौ। दे वान्ट टु प्ले, उनीहरू के खेल्न चाहन्छन्। आई वान्ट टु गो टु होम, म कहाँ जान चाहन्छु? म घर जान चाहन्छु। वी वान्ट टु गो टु होम, हामीहरू कहाँ जान चाहन्छौ? घर जान चाहन्छौ। यू वान्ट टु गो टु होम, तिमी कता जान चाहन्छौ? घर जान चाहन्छौ के। दे वान्ट टु गो टु होम, उनीहरू कता जान चाहन्छन्? घर जान चाहन्छन्। जस्तै हेर्नुस्, यू वान्ट टु प्ले, यू वान्ट टु प्ले, ऊ कता जान तिमी कता जान चाहन्छौ? सरी, तिमी खेल्न चाहन्छौ के। यू वान्ट टु प्ले, तिमी खेल्न चाहन्छौ। दे वान्ट टु प्ले, उनीहरू के चाहन्छन्? खेल्न। दे वान्ट टु डान्स, उनीहरू के गर्न चाहन्छ? डान्स गर्न चाहन्छन्। यस्तै हामीहरू अब यसको प्र्याक्टिस गरौँ, यस्तै प्र्याक्टिस गरौँ के मिलाएर। यू वान्ट टु डु वर्क, तिमी तिमी काम गर्न चाहन्छौ। यू वान्ट टु डु वर्क, तिमी के काम गर्न चाहन्छौ। यस्तै ही वान्ट टु प्ले के, ही वान्ट्स टु प्ले, ऊ के खेल्न चाहन्छ के, खेल्न। सी वान्ट टु प्ले, सी केटीको लागि अब उनी सायद होला, उनी प्रयोग। सी वान्ट टु प्ले, उनी के खेल्न चाहन्छ के। इट वान्ट टु राजु वान्ट्स टु गो टु होम, राजु के घर जान चाहन्छ के, घर जान चाहन्छ। यस्तै तपाईहरु प्र्याक्टिस गर्नुस् के, प्र्याक्टिस मोर इम्पोर्टेन्ट प्र्याक्टिस। अब अहिले वान्ट टु को प्रयोग